प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ। अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु। हामी सबैलाई स्मरण होला 2082 भदौ 23 र 24 को युवाहरूको अगुवाईमा भएको जनआन्दोलन पछिको जटिल परिस्थिति, 76 जनाको निधन, 2600 भन्दा बढी घाइते, 84 अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थामा वातावरण सहज बनाउँदै सुरक्षा संगठनको मनोबल उकास्दै प्रशासनलाई चलायमान र राजनीतिक सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सृजना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएको छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु। मोडी चम्किनेछ देऊ केवल हातमा हात, नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात, पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मात, 9-2 मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ सान लिएर ज्यान दिएर बिग्नेछ यसपालि क्रान्ति हेर। जय महाकाली आयो गोर्खाली, सोचिने यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हात हातमा राख्नु बानी फैलिन्छ यो नेपाली। जय महाकाली आयो गोर्खाली, सोचिने यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हात हातमा राख्नु बानी फैलिन्छ यो नेपाली। सरै जस्तो छाती मेरो पहाड शिर टाकुरा, सगरमाथा झै चिसो निधार बलियो छ यो पाखुरा। जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला, म हिँड्छु दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला, म भिड्छु छोड्दिन फेक्नलाई यो ज्यान व्याकुल छ चिनिन्छु। हजारौँ बासी विश्व एक ठाम राखुँला चिर्दिन्छु, जस्तो नि जाल पाल सबैमा कुरा। आगो पनि बोल्ने छु म, चिसो पनि बरफ झै विश्व जुखी बोल्ने। म बालेन्द्र शाह, यो सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। अब म नवनियुक्त सम्माननीय प्रधान त्यो ठाउँमा हामीले बालनशाला होइन देख्न चाहिरहेको थियौँ कि अब त्यहाँ पुग्यो है। अब हामीलाई केही चाहिएन, भोट दिनुको तपाईँलाई धेरै सबैलाई धन्यवाद छ है। अब तपाईँको काम हुन्छ, घर घरमा काम हुन्छ, त्यति सोच्नुहोस्। दुनियाँले पोस्ट गर्दैन, दुनियाँले सोसियल मिडिया हल्लाउँदैन, केही हुने अब छैन। यस्तो कुराहरू तीनवटा देश हामीले पुरा म्यान सरकारले चासो भनेको तीनवटा देश हो है। एउटा कुन देशमा तिमीहरू भनिदेऊ न, कुन देशमा? चाइना, इन्डिया, एमसिसी जुन पास गर्ने भन्ने कुरा गरिराख्नु भएको छ होइन। अहिले जुन एमसिसी पास गर्ने यताउता भन्ने कुरा हाम्रो देशमा चलिरहेछ होइन। त्यो कुराहरू अब जुन जुन देशमा उसले त्यसरी आफ्नो लगानी लगाएको छ होइन। हेर्नुहोस् त अहिले कति बिजोग बनाएको छ हाम्रो खाडी मुलुकमा। त्यहाँ भएका हाम्रा नेपाली दाजुभाइ रात दिन कसरी खटेर बसिनु भएको छ कि न उधारको उहाँहरूलाई उद्धार भएको छ होइन। परिवारको टेन्सन उति छ, राति बम आफूमाथि झरेर मरिन्छ कि बाँचिन्छ भन्ने आशमा बसिराख्नु भएको छ होइन। हो त्यस्तो हाम्रो नो एन्ट्री है। त्यसैले यसमा हामी पुरा विरोध छौँ। त्यसैले हामीलाई अमेरिकाको सेना चाहिएको छैन। तर अमेरिका साथी चाहिँ बन्नुपर्छ, तर त्यसको पावर चाहिँ सो गर्नुपर्छ है। चाइना पनि यही हो, इन्डिया पनि हामीले गर्नुपर्ने अब के है। त्यसको आएको चिन्ता अहिले फेरि हामीले पनि सबै थाहा भयो। हामी पनि अब आन्दोलनमा हुन्छौँ कि है। किनभने अब हाम्रो पुस्ता कुनै आन्दोलनमा जान्छ, त्यो अब अलिकति बिचौली अब आन्दोलनमा होला, त्यो आफ्नै कुरा होला नि, कस्तो बेला पनि थाहा होला। अब चाहिँ लाइफमा अब हामी चाहिँ आन्दोलनमा आउँदैन क्या है। किनभने अब हामीले सरकार हेर्नु, हामीलाई ब्याङ्क दुर्गको सरकार भन्दा पनि जसरी बिहान काम हुनु पऱ्यो, 5 वर्ष जसरी चल्नु पऱ्यो, अन्त्यहरू ब्याङ्क हुनु पऱ्यो। हामी राजा हो कि अब साला के भन्छ त्यो बिचौलियाको कामहरू हामीले गाह्रो हानेको त्यति नै हो क्या हामीलाई चाहिएको है। अब त सरकारले अब चाहिँ देशमा विरोध भन्ने कुरो छोडिदियो है।
जे गर्छ बाल्यान सरकार। हिजो हामीले बाल्यान सिटी भनेर काठमाडौँ हेरेको थियो, अब नेपाल बाल्यान नेपाल भनेर हामीले बुझ्छौँ। देशमा छौँ, जो जस्तो गएन हामी उनीहरू छौँ। हामीलाई सरकारसँग आग्रह केही छैन, हामीले काम गर्ने त्यो काम सिस्टममा हुनुपर्ने है। बिचौले बस्नु पर्यो। बिचौलेहरूको तपाईँको सुन्नु भएको छैन, एउटा पासपोर्ट बनाउँदाखेरि 7 दिनमा पासपोर्ट गरेर कति माग्छ अनि 1 महिना बन्ने पासपोर्ट कति बन्छ र 2 दिनमा बन्ने पासपोर्ट पैसा कति दिन्छ तपाईँले सबैले देख्नु भएको छ विदेशमा। योबाट हामीले बाँच्नको लागि आवाज उठाएको हो र जति सके हामीले पुरा गरेको हो, लागेको हो गरेको र हाम्रो सबै नेपालले पनि यसपटक पावर देखाएको हो। अब यसपटक पावर देखाएको यही पावर अरू मलाई थाहा छैन, राष्ट्रपालले कहिले गर्छ क्या गर्छ मलाई थाहा छैन। बाल्यान सरकारले चाहिँ देखाउनेछ है, सपोर्ट चाहिँ बाल्यान सरकारको चाहिँ जय नेपाल। अब चाहिँ हामी सधैँ यही सदनमा तपाईँले गरेका काम र होइन कस्ता काम गर्नुहुन्छ त्यो कामहरू हामी हेर्नेछौँ र सकेछौँ मजाले आनन्द पनि लिन्छौँ। हामी चाहिँ तपाईँ प्रधानमन्त्री हुँदै गर्दा हामी चाहिँ एकदम खुसी छौँ। तपाईँलाई भेट्न नसके पनि तपाईँको सामान्य त्यो सहरमा बस्नु नसके पनि हामी चाहिँ बुझ्छौँ है, हामी पनि आउँदैछौँ। त्यसैले यो हाम्रो सहर हो, हाम्रो देश हो, तपाईँले बनाउनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ है। अब सुकुन गुरुङलाई तपाईँले पाउनुभएको छ, जस्तै केपी खनाललाई तपाईँले पाउनुभएको छ होइन, यस्तै पाताहरू धेरैलाई पाउनुभएको छ होइन। अब यस्ता पाताहरू तपाईँले लिएर नयाँ जेनजीको नेतृत्व गरेर आज देशलाई नेतृत्व दिनुभएको छ, अर्को कुरा हो। त्यसैले आज हाम्रो पुरा पावर तपाईँको लागि हामीले सेलिब्रेट हुन्छ है। त्यसको लागि सेलिब्रेट गर्नु पनि अलिकति भयो नि केटालाई दिनै पर्छ होइन। केटा कस्तो छ आज तपाईँ आजदेखि खुसी हो नि होइन, केही गुनासो छैन नि होइन। बरु हाम्रोतिर हामीले राखौँला होइन। अरूको त्यो देशको पीडा चाहिँ अब हामीलाई मुक्त भयो यसको फिल भएको छ। अब यो फेरि यस्तो केही केटा हो, यसबाट मुक्त भयो भने आनन्द हुन्छ होइन, मुक्त भएन भने पनि हामी यो सकिन्छ। किनभने हामीसँग चान्स छैन। अब यो आन्दोलन हुनलाई साँच्चीकै सरकार परिवर्तन गर्नलाई 15-20 वर्ष लाग्छ। 15-20 वर्षमा हाम्रो समय सकिन्छ।